ल दोस्त भाइ रेडी हो दोस्त भाइ ल रेडी लेट्स गो ठक्क कहाँ पुगे यस्तो भन्ने एक दुई शब्द जाओस् लम्बू गाउँपालिका पुगेको छ अहिले हामी अनि बस चाहिँ हाम्रो खानाको लागि रोकेको हो तर हामी यस्तो 9 बजे खाना खाने बानी छैन अनि हामी चाहिँ लाइटली केही खान्छौँ होला भयो भने भरे गएर फेरि केही खाउँला है ओके फाइनली हामी याङतारू आइपुग्यो यो चाहिँ हाम्रो बस रहेको छ बडी आइपुग्यो होइन कस्तो दोस्त भाइ कस्तो जर्नी लाइक बसको जर्नी एकदम राम्रो थियो होइन बिचमा हल्का तर साइड पनि रिस्की थिए मगाउँदा के छ तपाईँको केही 2 शब्द जाओस् न त राम्रो छ अहिले सेफली झर्यो चिल्ली वेदर है अलिअलि जाडो छ अब म बोले भने त नबोल्न क्या यस्तो मजा गएर लेट्स सी हाउ इट गोस हैन होप इट टर्न्स आउट वेल ओके सी यू जोङ पारमा आएको छ मान्छेहरू अब हामी अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भने हाम्रो याङरीको बेस क्याम्प अनि भर्खर हामीले याङतारू रे मुनि ठाउँको नाम के अरे नामै बिर्सिन्छ तल लन्च गऱ्यो लन्च ठिकै थियो त्यस्तो मिठो थिएन गाडी भन्नुपर्दा दोस्त भाइ यहाँ छ थाक्यो फेरि आफ्टर लङ टाइम पछि ट्रेक गरेर होला अलिकति थाकिरहेछ तर बेसीमा 20 मिनट थाक्छ त्यसपछि फेरि ब्याक टु फर्म आइहाल्छ हो त्यही हो अनि हामी भोलि चाहिँ माथि आमायाङरी टपमा जान गइरहेको छौँ इन्जोय द ब्लग साइन अप almost अब यहाँबाट 40 मिनट्स बेस क्याम्प पुग्नलाई एकदम माउन्टेन यार ब्युटिफुल यार माउन्टेन त हो कि होइन दोस्त भाइ हाउस गोइङ सो फार इट्स रियली गुड होइन सिटी स्केप चाहिरहेको थियो ठ्याक्कै हामी आइपुग्यो हल्का थाकिरहेको छ त्यो पनि इन्जोय आउँदै बोलौँ है हिमाल देखा न त्यतिले पुग्छ होला मजा आयो जुस अघि चाहिँ पानी पर्ला जस्तो थियो तर मजाले घाम लाग्यो यस्तो मजा आएको छ है राइट अहिले चाहिँ हामी होइन बेस क्याम्प जाँदाखेरि बिच बाटोमा हो क्या खतरा थाकिरहेछ अझै आधी घन्टा जति छ अरे हिँड्दैछौँ हामी फाइनली हामी आमायाङरी बेस क्याम्प आइपुग्यो इट वाज रियली हार्ड वर्क बेस क्याम्प आमायाङरी चाहिँ उद्देश्य You climb. मुन्नीबाट त्यो कुरीको
माथि कालिम चोकसम्म क्या गाडी त्यो यो जयगुडी हाल्यो हामीले उनीहरूको झन् ओजी होइन Raja. Life is good, life is beautiful. खोलाङ अनि यो अस्ति घरमा चाइनाबाट मान्छे आयो त उनीहरूले ल्याइदिएको रहेछ अनि आज आएर ठ्याक्कै काम लाग्यो अनि त्यही हो मजाले तातो पनि सात पनि हालेर इन्जोय गर्न आँटेको छु 谢谢你们的 तर बौद्धमा पनि है फुड अन गऱ्यो भने हुने कि है जसमा मोमोहरू छ नि त्यो कत्रो मोमो छ नि त्यो निर्वाणामा मोमो दाम दाम मोमो बौरा दामी मोमो कम पनि लाग्छ के होला नि So hello everyone, good morning from Amayangri and we all just woke up right now and going to the main zone, main spot of Amayangri. Gujarati हामी यहाँ बेच गर्न स्टे भयो हाम्रो एकदम मजा भयो थियो सबै फुडिङ मिलाउँछौँ सबै राम्रो भयो अनि अब चाहिँ हामी सनराइज हेर्नलाई बिहान नै उठेर यहाँबाट जाँदा यहाँ पछाडि सबैजना केटाहरू छ अगाडि पनि छ ओके किप इन टच साइन अप फर नाउ मजा भइरहेछ अहिलेसम्म खुचाउनु हिउँले अलिकति बाटो चिप्लो भएर मात्र हो नत्र ओके ब्लग बनाउँदै हुनुहुन्छ दाइ हजुर हाई भनिदिनु नि बिस्तारै है हाम्रो च्यानलको नाम एसटी डायरिज हो एस.टी डायरिज सब्सक्राइब गरिदिनु होला कता हो यार लगभग 2 आवर्स जति हिँड्नुपर्ने बाटो हो हामी चाहिँ अलमोस्ट 1 आवर्स 10 मिनट जस्तो हिँड्यो होला बट स्टिल पुग्नुपर्ने ठाउँ पुगेकै छैन त हामी अनि बबाल थाकिरहेछ सबैजना तर पनि यो सबै हिँडेको थाकेको वान्स वी गेट देयर हाउ वर्थ इट हुनेछ ल फाइनली दोस्त भाइ हामी चौकमा आइपुग्यो है त्यहाँ माथि भेरी गुड फिलिङ यार कसम बेस्ट भ्यू है अम्मा पछाडि हिमाल यस्तो राम्रो देखिरहेछ माथि उता सनसेट उता सनसेट सनराइज बेस्ट भ्यू आफ्टर हार्डर क्लाइम्ब भनौँ न अनि मङ्गदै के छ 200 जाओस् न त अब आइपुग्यो हामी जति दुःख गरे पनि लास्टमा चाहिँ एउटा भोटित हुने ठाउँ चाहिँ आम्याङजी नै हो है डोन्ट किप स्टेइङ इन यर लेजी हट बेड होइन कम्फर्ट जोनबाट बाहिर निस्किनुहोस् एन्ड वन्स अ वाइल इन्जोय प्लेस लाइक आम्याङजी बिकज दे एक्जिस्ट फर अ रिजन यु नो यस डोन्ट वेस्ट योर नेचुरल प्लेसेस इन नेपाल यस Oh my god, त्यहाँबाट सनसेट हुँदैछ त्यहाँ माउन्टेन हिमालहरू त्यहाँ छ हामी यहाँ छ अलमोस्ट स्ट्रेट अपहिल के अरे उकालो चढेर 2 आवर्स to see this motherfucker
यही मोमेन्टको लागि नै यस्तो डेन्जर थाकी 4 बजे उठेर हिँडेर यस्तो हिउँमा just to see this place, just to see the view, you know. Wait, अहिले अब हाम्रो क्लिपहरू आउँछ. हामी आमायाङ्ग्री तल बेस क्याम्पमा बसेको थियो. त्यहाँबाट यहाँसम्म आउन अलमोस्ट 2 आवर लाग्ने रहेछ. एकदमै उकालो, स्ट्रेट उकालो. अनि यहाँ आएपछि चाहिँ ल यतिको छ. लुक, एकदमै ब्युटिफुल, वर्थ इट, एकदम वर्थ इट. हाम्रो भ्यूहरू छ, सिनहरू छ के त होइन. यस्तो मजाको ब्युटिफुल हिमालहरू छ है. अनि एभ्री वान मस्ट भिजिट आमायाङ्ग्री वन्स इन लाइफ होइन. अनि यतापट्टि चाहिँ हाम्रो सनराइज हुँदैछ. ब्युटिफुल है. सबैजना आइदिनु होला. तपाईँको 2025 को बकेट लिस्टमा चाहिँ आमायाङ्ग्री राख्नु होला. अनि यता हाम्रो ब्रो हुनुहुन्छ. कस्तो छ? दामी सोचे भन्दा धेरै दामी क्या है. कस्तो मजा यहाँ आयो. फिलिङ कस्तो डिफ्रेन्ट छैन? अलि तँ हिँड्यो डिफ्रेन्ट टाइपको इनर्जी छ क्या है. उता है केटाहरू यहाँ छ. हाम्रो यहाँ बङ्गुदाई छ. बङ्गुदाई यता हाम्रो दोस्त छ. ल फाइनली अब हामी फर्किनु गइरहेको छौँ आमायाङ्ग्रीबाट. एकदम ब्युटिफुल ठाउँ, एकदम मन पऱ्यो. फर्स्ट टाइम आएको सबैजनाले जाउँछौ भन्दै थियो. एकदम वर्थ इट छ है. आउनु होला सबैजना. अनि हामीलाई भोक पनि लाग्नु थाल्यो किनभने हामीले ब्रेकफास्ट पनि खाएको छैन. तल गएर क्याम्पमा गएर बेस क्याम्पमा गएर मजाले ब्रेकफास्ट खान्छु है. यही खाने ब्रेकफास्ट ए ल यहाँ अब चक्लेटहरू खाइरहेको छ अहिले. चाउचो लगाइदिएको पनि धन्यवाद यार. चक्लेटको लागि पनि धन्यवाद. दिनु मलाई चेक वही. म त के फुटाउनै नसके जस्तो लाग्थ्यो. ल ल ल ह्याप्पी आमायाङ के भन्छ अब के भन्ने ल. चेयर्स. ल आमायाङ्ग्री फाइनली सक्सेस है. यस फाइनली. ल एउटा चक्लेट खाएर लामो चलिदिनु पर्छ. किटक्याट खाएर होइन चट्टै लाएर. त्यहाँ मिठो टिकटक बनाइरहेको छ. यिनीहरू भाइरल भयो भने यहाँ बिहान सिन यहाँ छ है. को मजाको आमा. ल बङ्गदाई अब हाम्रो लास्ट 2 शब्द जाओस्. ठिक छ. सनराइज पनि एमेजिङ है. धेरै कुरा नगरौँ. अलिक चिसो चाहिँ छ. त्यो आउनुभन्दा अगाडि गियरहरू चाहिँ राम्रोसँग प्रिपेयर गरेर आउनु पर्ने रहेछ. वाटरप्रुफ टाइपको सुज अनि ग्लोभ्स है. यो चाहिँ मैले ल्याएको. उनीहरूले चाहिँ लिएर आएको छैन. मैले बिचमा चलाइरहेको थियो. अर्को आफै ल्याउनु ल. ल लास्ट तपाईँको लास्ट मेसेज फ्रम आमायाङ्ग्री के छ र भन्नु के जाओस् न. लास्ट मेसेज नभनौँ होइन. भर्खर यहाँ आइपुग्यो हामी. धेरै गर्न बाँकी छ. अब मेन चाहिँ
ब्रेकफास्ट गर्ने छ अब हामी त ब्रेकफास्ट त्यहाँ चौचो निकाल्दैछ अनि यो ठाउँमा आउँदाखेरि चाहिँ होइन चौचो निकाल्दै हुन्छ तपाईँहरूले त्यसरी प्लास्टिक फुडहरू ल्याउँदाखेरि चाहिँ प्लास्टिकहरू चाहिँ सबै सकेसम्म आफूले लिएर जानु होला है मान्छे चाहिँ वाइल्ड फालिरहेको रहेछ त्यसरी नगर्नु होला सकेसम्म अनि तपाईँ अब आमायाङ्ग्री आउनु कोही आउँदैछ भने तपाईँको के सजेसन छ तपाईँको एक्सपिरियन्सबाट यही छ त्यसको लागि चाहिँ दामी भिडियो आउँदैछ है नेक्स्ट यु चेक ल ल दाबी ल मङ्गदा है ल ल दोस्त भाइको नि केही जाओस् थ्याङ्क यू यार अम्बो चौधो थ्याङ्क यू सो मच यार भन्नु दोस्त भाइ ल सजेसन के अरे के सजेसन छ आमायाङ्ग्री कोही आउनु आइरहेको चाहिँ त्यो सजेसन के अरे भन्दा लुगा चाहिँ तातो लगाएर आउने टाइममा आयो भने होइन अनि त्यो प्लास्टिक छाताहरू चाहिँ बोकेर आएर आउनु छाता रेनकोट रेनकोट पानी पर्ने टाइममा पऱ्यो भने चाहिँ रेनकोट बोक्यो भने राम्रो त्यो पाउँदै अनि अलिकति ग्रिप भएको ग्रिप भएको अब चल्छ जुत्ता त हामीलाई त चल्छ चलाइरहेको छु अहिले यस्तोमै यस्तो छ है यतिको जानुपर्छ है अलिकति प्रिपेयर चाहिँ हुनुपर्छ अब हामी चाहिँ हिमालमै हुर्किएको मान्छे हो होइन हामीलाई त्यस्तो साह्रै हो त्यस्तो प्रिपेयर गर्नु पर्दैन बङदाईबाट सोधौँ बङदाई कोही आउँदैछ भने केही भन्नु छ एनी सजेसन कोही आउँदैछ भने 3 मलाई पनि भन्नु होला किनभने म फेरि आउन चाहन्छु ल त्यही हो ब्युटिफुल छ सबै एभ्रिथिङ है ल अब यो भिडियो चाहिँ हाम्रो टपबाट लास्ट भिडियो लाइफ इज ब्युटिफुल एभ्री वान इन्जोय एभ्री सिङ्गल डे है really a good time do often travel है you will get so many things to learn है ट्राभलिङ गरिराख्नुपर्छ लाइफमा है एकदमै धेरै कुरा सिकिन्छ ल thank you so much everyone for watching our videos. Make sure you comment, like, share, eh? Peace out. बिस्तारै फर्किँदैछु बेलुका त के हो कि अघि है अघि त बिहान त क्या अहिले चाहिँ मजाको देख्ने कुन हो तार्कियाङ चाहिँ उति तलको हो लास्टै थोरै रहेछ तर हेर्दा हेर्दा है टाढाबाट है तार्कियाङ भने चाहिँ यो हो यहाँसम्म चाहिँ गाडी आउँछ अनि बेस क्याम्प चाहिँ यो हो हेर्दा मात्र नजिक देखेको यहाँबाट हिँडेपछि घिटिक हुन्छ हामी चाहिँ तलकोमा बसेको यो माथिको भन्दा तलको एकदम राम्रो रहेछ मजाको सर्भिस पनि राम्रै थियो हाम्रो माथि आमायाङ्ग्रीबाट फर्किएर ब्रेकफास्ट यो पनि हाम्रो प्याकेजमै पर्छ नट ब्याड आलु रोटी 2टा अनि एउटा यस्तो ब्युटिफुल मोडल छ त्यहाँ ल केरा हो फाइनली हामी अब फर्केको आमायाङ्ग्रीको जर्नीसम्म रहेको छ अहिले चाहिँ हामी यहाँ बेस क्याम्पमा अनि आज मजाले माथि टपमा घुम्यो अनि हामी तल झऱ्यो हामी यहाँ चाहिँ बसेको थिएन उता तल पनि एउटा बेस क्याम्प छ त्योमा बसेको अनि मजाको छ त्यही हो अब यहाँबाट फेरि ओह्रालो 2 घन्टा जस्तो मुनि झरेर त्यहाँ लन्च गरेर अनि आज राति चाहिँ हामी त्यही बस्नु गइरहेको छौँ
किनभने गाडीमा आएको हामी किन आज गाडी जान्दैन भनेर हामी चाहिँ त्यसैले त्यहीँ बस्नु पर्यो। ल बेस क्याम्पमाथि आमा ह्याङ्ग्रीमाथि एकदमै फन भयो, एकदम रमाइलो जर्नी। आमा ह्याङ्ग्री एभ्री मस्ट भिजिट है, वन्स इन लाइफ। एकदमै राम्रो थियो। त्यही हो, केटाहरू फर्किँदैछ अब बिस्तारै फर्केर। अनि ऊ त्यो उहाँ फर्स्टमा त्यो गएको चाहिँ हाम्रो लजको एकाउन्टेन्ट थियो। डिस्काउन्ट गरिदियो भनेको डिस्काउन्टै नगरिदिएर म त भ्लगमै भनिदिन्छु। सिधै गयो सिधै ओह्रालो। मजाले फर्किँदै हो हामी।